यो भिडियो धेरैभन्दा धेरैलाई सेयर गरिदिनु र तपाईँ पनि अन्तिमसम्म हेर्नुहोस्। 38 वर्षपछि हामीहरूलाई फेरि एउटा नयाँ मौका आएको छ र यो मौका फेरि हामीले कुर्नको लागि 2 जेनेरेसन फेरि कुर्नु पर्ने छ। त्यही भएर यसपालिको चाहिँ चुनाव भनेको सामान्य चुनाव हाम्रो लागि छैन। मान्छेहरूले चाहिँ विभिन्न नेगेटिभिटी फैलाइरहेका छन्। सकेसम्म कसरी हुन्छ के हुन्छ बहुमत नआओस् भन्नका लागि चाहिँ यिनीहरू लागि परेका छन्। तर हामीले यसपालि कुनै एउटा पार्टीलाई, जो पार्टीमा नयाँ भिजन छ, जनताको विश्वास छ, जसले के गर्ला भन्ने हामीलाई लागेको छ, त्यो पार्टीलाई बहुमत दिएर जिताउन आवश्यक छ। बहुमत त आउँदैन यो सिस्टमबाट, 3/3 पनि आउँदैन भनेर भ्रम पनि फैलाइरहेका छन्। हामीले भोट दियो भने, हामीले जनताले चाह्यो भने किन आउँदैन बहुमत पनि आउँछ। हामीले जनताले चाह्यो भनेपछि 3/3 पनि आउँछ। त्यही भएर यसपालि हामीहरूले यो परीक्षामा पास हुन मात्रै छैन कि डिस्टिङसन ल्याउनु छ। त्यही भएर सबैजना साथीहरू मिलेर चाहिँ भ्रमको पछि नलागेर, यी मान्छेहरूले अनेक तपाईँको चाहिँ भ्रम फैलाउँछन्। विदेशी दलाल भन्छन्, विदेशी एजेन्ट भन्छन्, राष्ट्रघाती भन्छन्, यस्तो अनेक कुराहरू गर्छन्। हामी मात्रै राष्ट्रभक्त छौँ भन्छन्। यस्ता भ्रमहरू धेरै फैलाउँछन्। यस्ता भ्रमबाट बस्नुपर्छ। सोसियल साइबर सेनाहरूको चाहिँ गलत टिप्पणीहरूबाट, उनीहरूको चाहिँ फैलाएको भ्रमबाट हामी बस्नुपर्छ र बचेर यसपालि एउटा सरकारमा बहुमत दिएर 2/3 नभए 3/3 दिएर भए पनि हामीले चाहिँ एउटा सरकारमा चाहिँ पठाउनुपर्छ र हामीले 5 वर्ष धैर्यता गरेर उनीहरूलाई चाहिँ काम गर्न दिनुपर्छ। त्यसपछि हाम्रो देश पनि विकसित हुन पनि सक्छ। यो विश्वास हामीले चाहिँ राखेर अगाडि बढ्नु यसपालि जरुरत छ साथीहरू। सबैजना साथीहरूलाई यो म टापुराको टुप्पोबाट, यो चाहिँ समुद्रको बिचको टापुबाट म तपाईँहरूले सबैले यो पालि चाहिँ सोचेर सचेत भएर चाहिँ गर्नुहोस् भन्न चाहन्छु है साथीहरू।